त्यसपछि हराउँछ कान्छ तपाईँ प्रेग्नेन्ट भयो क्या कुन महिना भयो बच्चा साँच्चीको रुइरा रहेछ हेलो नमस्ते अनि स्वागत छ हाम्रो युट्युब च्यानलमा तपाईहरु सबैजनालाई आज फेरि म नयाँ भ्लग लिएर चाहिँ आएको छु भिडियो लिएर के आज हाम्रो के छ भन्दाखेरि नि हाम्रो चाउचाउ च्यालेन्ज छ अनि जसले हार्छ त्यसले चाहिँ एउटा अगाबडी खोर्सानी चपाउनु पर्छ निल्न चाहिँ सक्दैन घाँटी नै फेरि भुलेपछि ड्यामेज भयो भने खाना हराउँछ भनेर अनि चपाउनै फाल्ने हिजो अस्ति पानीपुरीको जस्तै अनि के छ गान्छ विचार जसले कसले हार्ने कसले जित्ने अब त्यो त खाएपछि थाहा हुन्छ अब के अरे अब मैले जानेको छु तिमीलाई अब तिमीलाई खोर्सानी खुवाउने म अब बरु खाइदिन्छु नि त म सक्दैन च्यालेन्ज गर्दा कसरी हार्छु होला हैन अनि के युद्धमा के अरे युद्धमा युद्ध गर्न आइसक्यो युद्ध मैदानमा युद्ध गर्न आइसकेपछि हार्छु होला खै खान सक्दैन होला भनेर हुन्छ हैन म तपाईसँग च्यालेन्ज चाहिँ गर्ने हो के गर्ने हो म पनि गर्ने हो के पापा सोता चाउचाउ च्यालेन्ज गर्न लागिराखेका छौं जसले हार्नुहुन्छ त्यसले अवश्य नै खोर्सानी चपाउनु पर्ने छ हेरौँ बराबर चाउचाउ छ है हामी दुवैजनाको उहाँ शारीरिकमा अपाङ्गता भएर पनि हामी हरेस खाएको छैन अनि के अरे हामीले यस्तै भिडियोहरू हालिराखेका छौँ हाम्रो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सुरु गर्छौँ 1 2 कस्तो ढुकढुक लाग्छ म हार्छ क्या हो म हार्नु हुँदैन 3 भन्ने बेलामा त हार्नु हुँदैन 3 भन्ने बेलामा त नच 5 मिनेट है 5 मिनेट खाइसक्नु 5 मिनेटमा चाहिँ चाउचाउ अनि यो मुला यो च्याउको टुक्रा खाएर सिद्धिनु पर्ने छ ल 1 2 3 गो 4 10 ल ओके म को चाँडै सिकन गएको एक आया गाफ के फस्नै यस्तो पिरो छ आमा 1 मिनेट हुन लागिसक्यो हौ खोर्सानी खान नपरोस् भनेर होला मान्छेलाई यस्तो गाल डोल्यो मन एक मिनट गइसकेको छ मुला खानु पाइन्छ तपाईँ भन्दा म के कहौँ च्यालेन्ज गर्ने भनेपछि धेरै अर्डर छ मुखमा च्यालेन्ज गर्ने भनेपछि धेरै अर्डर छ मुखमा पिरो क्या मलाई चाहिँ 5 वटा खोर्सानी राखेर उसलाई 4 पऱ्यो क्या छोरी आयो छोरी छोरी बीचमा आयो ल बस छोरी बस ल बस न बस कपाल आएछ ल बसेर खाऊ ल चुप एकछिन पहिला चाउचाउ खाने है हामी है पहिला हामी चाउचाउ खाने ल कसले पहिला सिक्छ है अपु छिटो खाना खान्छ र मा 3 मिनेट भइसक्यो मा सक्दैन के हो सक्दैन म थाहा भइसक्यो के भन्ने आफ्नो आफ्नो भाग आफै त्यति खाएको हुनु
चुप पहिला खाऊ न चाउमिन हुँदैछ त चाउमिन हुँदैछ सिगान आयो त्यो चाउमिन गर्नु त फेरि च्यालेन्ज गरिरहेको छु त हजुर 4 मिनट भइसक्यो मामा किन उता फर्किरा यता गर्दै यो चम्चाले अलिकति गर चम्चाले जोया गर के भयो 5 मिनटमा सकेन अब खोर्सानी खान पाएन माया तिमीले पनि सकेन मैले पनि सकेन अब तिमीले र मैले नसकेपछि के गर्ने अब चुप लागेर बिस्तारै खाने ओके हाम्रो युद्ध चाहिँ के भयो भन्दाखेरि चाहिँ ठ्याक्कै बिचमा छोरी आयो कि उठेर बिचमा छोरी उठेर आयो त्यही मात्र डिस्टर्ब पनि भयो अब यो छोरीले म्याउमा बिराल भन्छ त्यही भएर मोबाइल दिएको हजुर कस्तो छ्या भएन सक्दो रहेछ हामीले नसक्ने रहेछ 5 मिनट सक्दैन है 5 मिनट नसक्ने 10 मिनट गऱ्यो भने चाहिँ सकिन्छ कि मैले यति चाहिँ खायो मैले पनि यति त खायो आधी भयो नि खान्छ कसरी आफू चाहिँ भने 5 मिनट खाइ नसक्ने अझ अर्कालाई खानुपर्छ भन्ने 5 मिनट खायो तिमीले 5 मिनट अगाडि खाएर सक्यो भन्न त अझ लोभ गर्यो अझ है सक्छु होला भनेर खाँदै के अनि भर्खर 3 मिनट गयो भने 4 मिनट गइसकेर त 5 मिनट पुग्नलाई अब धेरै समय नि थियो बेकारमा सँगैमा फर्स्टमै फेरि यता गाला टोकेर अमिर बमजनले जितोस् भनेर गाला त टोकेको रहेछ भगवानले पनि ठ्याक्कै मिलाएर रहेछ तर मिलाउने बेलामा के गर्नु छोरी बिचमा उठेर डिस्टर्बै गरे के बाहना छोरी नि तपाईँको छोरी उठेर नि के जाने म्याउमा बिराल अब आफ्नो भाग सबै खाने यो मुला भए सबै खाने यो ल खान्छु के खोर्सानी पाँचवटा हालेछ कति पिरो छ कुरो बोल्छ मलाई त यहाँ कस्तो पिरो उसकोमा 4वटा हालेछ हाल्छ पछाडिबाट मेरोमा 5वटा अझ 5वटा आज यसले कम त कुरा बनाउँदो रहेछ नहुनु खानु छिटो अब त बिस्तारै खान्छु म पछाडि क्यामेरा पछि त्यसैमा 1 मिनेटमा सक्दै दिन्छु 5वटा भन्दा थियो अझ 1 मिनट कहिले भन्यो मैले भने हो तपाईँले भने हो 1 मिनट त होइन क्यामेरा पछाडि त मैले 5 मिनट बसेर 5 मिनट म तेरो छेउमा म तँलाई धोपी उडाइदिन्छु भन्थ्यो हाम्रो मेरो बुढाले भन्नुभएको थियो अनि धोपी उडाउन त नसक्ने जस्तो लाग्यो अहिले आएर चाहिँ तर 10 मिनट हो भने चाहिँ मैले सक्छ ल सक्छ ल बाज डङ्ने कति बाज डङ्ने मेरो सिँगान पुस्न कति आउँछ यो सिँगान पनि यार त्यो खोइ अलिकति मलाई नाकभित्र कुसा त साँच्ची आफै घुसाने आफ्नै उसको क्या तिम्रो घुसाएर अनि फेरि खाऊ न तिमी त तिम्रो त चाउचाउै देखाउँदैन रहेछ त्यो अलिक
लास्टै पिरो के फेरि पिरो पनि आयो कस्तो मुटु त यस्तो र यहाँ हामी टेस्ट भयो कस्तो गाह्रो भयो साँच्चै हेर्न कस्तो हाँसिरहेको मान्छे साँच्चै कस्तो मुटु गाह्रो भयो साँच्चै के खानाको उसले भने साँच्चै हो क्या हो पिरो धेरै भयो कि होइन नखान्छ भयो आयो कस्तो गाह्रो भयो साँच्चै अब है चिर चिर गर्यो कि त्यो नखानु पर्दैन कस्तो गाह्रो भएर आयो क्या झन् झन् दुख्दै आएर छ के प्राङ गर्न खोज्या प्र्याङ्क गर्छन् मान्छेले साँच्चैको दुखेर भन्नु चाहिँ कस्तो मेरो कसम भन्न त कस्तो तिम्रो कसम भनेर के काम त नि मलाई यार तिम्रो कसम मेरो मुटु लास्टै दुखे भन्नु न कस्तो हेर्न तिम्रो कसम मेरो मुटु दुखेर आयो भन्नु त न म खाँदैन कसम तिम्रो कसम मलाई लास्टै मुटु दुख्यो भन्नु न मान्छेलाई कस्तो दुखेर मन लगाइरहेछ हो साँच्चै भन्नु तिम्रो कसम भन्नु अनि त्यसपछि मात्रै भन्नु नि त्यसपछि मात्रै पत्याउँछु कसो उल्टी आउनु जस्तो भइरहेछ तिम्रो कसम उल्टी आउनु लाग्यो भन्नु मलाई थाहा छैन उल्टी आयो भने म यहाँ पनि प्राङ गर्न खोज्या के हो मलाई होइन साँच्चै कस्तो गाह्रो भयो मेरो कसम सिगान बस्छ मेरो कसम हो सिगान बस्नु मेरो कसम भन्नु न मेरो कसम भने तिम्रो कसम साँच्चै मलाई गाह्रो भएर आऊ भन्नु न गाह्रो भयो साँच्चै हो तिम्रो कसम मलाई गाह्रो भयो भन्नु न कस्तो कि तिम्रो कसम मान्छेले यहाँ गाह्रो भएर कस्तो मुटु दुखिरहेको छ उच्च भने यस्तो वाक आउनु जस्तो भइरहेको छ मान्छेले प्रेग्नेन्ट भयो क्या हो प्रेग्नेन्ट यस्तै मान्छेको दुःखमा हाँस्न जिस्काउनु मलाई प्राङ गर्न खोज्या क्या प्र्याङ्क गरेको होइन के कस्तो साँच्चै कस्तो आयो औषध ल्याइदिउँ औषधि अँ कहाँ छ पुरो पेट औषध ल्याइदिउँ औषधि खाँदैन म अहिले पछि राति मात्र खान्छु त्यसो भए मेरो सिरम खानु अनि त्यसपछि हराउँछ त्यसो भए मेरो सिरम खानु अनि त्यसपछि हराउँछ अयो म यो त झन् जति चर्क्यो त्यति मुटु दुखिरहेको छ यार म के भएको मेरो कसम भन्नु नि प्रायः मेरो कसम भन्नु न मेरो कसम भन्नु न मैले भिडियो पनि उस गर्नु पर्यो कट कस्तो वाक आउनु जस्तो भइरहेको छ मान्छेले खान्छ तपाईँ प्रेग्नेन्ट भयो क्या कुन महिना भयो बच्चा वाक आउने त प्रेग्नेन्ट भएपछि मात्रै वाक गर्छन् खाना अगाडिदेखि वाक्क गर्छन् अनि खाना लाग्यो कि गन्ध आयो कि बेसरी वाक गर्ने हुन्छ तिम्रो कसम भन्नु त तिम्रो कसम भन्नु त हाँस्न खोजिरहेछ त्यो भिडियोको अगाडि के कमाल गर्नु पर्यो होला कस्तो मान्छेले कस्तो गाह्रो भएर साँच्चीको भनेको के त्यतिको भनेको होइन हस्पिटल जानु त्यसो भए यहाँ घाँटी सबै दुखेर आइसक्यो अहिले त के भयो दाइले फोन गर्नु खै पानी ल्याउ त दाइले फोन गर्छु ल कस्तो मान्छेहरू छ थाहा छैन अनि दुखेपछि जानु परेन त नुहाको पनि आउनु लाग्यो रे म थाहा छैन जाँदैन हामी कहीँ पनि अब मोबाइल न मोबाइल कहीँ पनि जाँदैन फेरि कहीँ पनि जाँदैन अनि दुखिरहेछ दुख्दै आयो कस्तो चर्चर गर्दै आयो भन्छ फेरि म जाँदैन कहीँ पनि म फोन गर्नु पर्यो म टिपेन दादालाई आउनु दाइ अहिले ठिक हुनु लाग्यो क्या अहिले ठिक हुनु लाग्यो दाइले फोन गर्छु प्र्याङ्क गरेको मलाई चाहिँ ल यता आऊ खुब आफू त अघि जिस्काइरहेको थियो मलाई यसले नाटक गरेको हो यो मेरो कसमको भन्दा त मेरो कसम भन्नु त भन्छ अनि कस्तो मान्छे रहेछ के आफै भन्छ के अरे चौको ल्याट च्यालेन्ज गरौँ भन्छ अनि आफै फेरि मलाई फेरि बिचमा फेरि मुटु दुख्यो भन्छ भिडियो सेयर गर्दैन पो होइन मान्छे प्र्याङ्क गरिरहेछ कस्तो मान्छे यसलाई प्र्याङ्क गर्नु हुँदैन तिमीलाई जिस्काएर होइन रोएर
कस्तो त्यतिकै प्राङ गरेको मैले कान्छ थाहा छैन अब मलाई तपाईँ त्यस्तो गर्छ के अनि मेरो कसम भन्नु भएन भन्दैन जिस्काएर भन्दा कि त्यतिकै कहिलेकाहीँ प्राङ गर्नु हुँदैन भन त सरी ल अनि सरी प्र्याङ्क गरे आला भन्दा पनि मेरो होइन रे अनि के प्राङ गरेको चाहिँ हो भन्नुपर्छ भन त प्राङले हो भनेर गर्छ खाएर अब मलाई त साँच्चै गाह्रो भएन भनेर पो भनेको त नि ल सरी होइन कि त्यतिकै भने प्राङ गरेको मैले के भन्दो रहेछ के गर्दो रहेछ भनेर साँच्चीको रुइरह रहेछ ल सरी त्यतिकै हो क्या के भइरह अनि मान्छेलाई साँच्चीकै दुखिरहेको कि भनेर म चाहिँ भने पछि लास्ट साँच्चीकै पताएर प्र्याङ्क गरे होला भनेर पनि अब चाहिँ भने मलाई प्र्याङ्क गर्नु खोज्दो रहेछ आफै च्यालेन्ज गरौँ न भनेर होइन मैले के सोचेँ के मन के सोचेँ भने अब यो के अरे च्यालेन्ज पनि कम्प्लिटै भएन अनि अब एकछिन अब प्र्याङ्क हानौँ न के गर्छ के हुँदो रहेछ भनेर त्यो सोचेँ क्या मन भने खाँदै अनि भिडियो कहिले पनि बनाउँदैन अब तपाईँसँग अब कस्तो मान्छे रहेछ खाएको भिडियो बनाउँदैन अब बनाउँदैन कस्तो मान्छे रहेछ मान्छे त्यतिकै उसलाई के भन्दो रहेछ भन्ने गरिरहेको छु जुन साँच्चै गराउँछ थाहा छैन मलाई ल सरी ल मान्छेलाई यस्तो भन्दो रहेछ छिटो सरी ल चुप लागेर खाऊ ल सरी के हाँसी जाने सरी के सरी त्यो चाहिँ हाँस्छ कस्तो मान्छे रहेछ सरी भन्दा त फकिनु पर्छ नि यार ल हजुरलाई फकाउन एकदम गाह्रो छ अब के गर्नु मेरै गल्ती भयो ल त्यही भने साँच्चीकै दुखिकन प्र्याङ्क होला भने अवसर खान्न भन्यो भने होइन ल सरी सर यता सरी यता हौ भने छ्या सिँगार आछि ल छिटो यता सरी त्यतिकै मैले प्र्याङ्क गरेर जिस्काएर आयो कि मान्छेलाई एकछिनमा कति हात थियो अझ आफू चाहिँ भने के रहेछ भन्छ कि कस्तो मान्छे म हाँस्दाखेरि पत्ता तिमीले थाहा भएन न हाँस्नु फेरि म हाँसे जस्तो गरेर राति त म मान्छेलाई चाहिँ अनि धेरै दुख्यो भने त्यस्तै गरेर हुन्छ त तपाईँ ल भयो नहाल्छु भने भिडियो नहाल्नु फेरि मलाई थाहा छैन म त तिमी रुन्चे भनेर हालिदिएँ हो के नि रुन्चे नि फेरि बुढी भनेर नहाल्न साँच्ची म फेरि युट्युब ब्लग गरिदिउँला नि जाऊ कस्तो मान्छे रहेछ कस्तो झसङ्ग भयो भने त कति आँटेको थियो भने चाहिँ मान्छेले च्यालेन्ज गर्ने भनेर चाउचाउ लिएर आएर हत्तापट्टा पकाएर जानुहुन्छ नि त तर म सक्छु भनेर हुन्छ नि त सकोस् न ल भनेर लिएर आएर छु अनि मलाई झुटु गऱ्यो मलाई प्र्याङ्क गरेको भन्दा पनि होइन लास्टै दुखिरहेको छ अरे प्रेग्नेन्ट भयो क्या भन्दा पनि होइन हाँस्दै नत्र पहिला त हाँस्थ्यो प्रेग्नेन्ट भएछ भन्दा पनि ल सरी ल अब चाहिँ भने योहरू स्थगित गरिदिउँ के गरौँ थाहा छैन मलाई स्थगित गरिदिउँ मलाई थाहा छैन मलाई त खानै मन लागेन अब मलाई पनि अहिले त कस्तो घाँटीबाट तलै गएन के रिसाएर नै आउँछ प्र्याङ्क हो भनेपछि त बुझ न हो साँच्चीकै गरे जस्तो गर्छ के साँच्ची च्या मलाई कति आँटेको थियो भने साँच्ची म दिवेन्द्र दाइले फोन गर्छु म त अटो बोलाएर चार लगिहालौँ भन्ने सोचेर नि ल ओके बाई बाई गाइज